गुड मर्निङ एन्ड नमस्कार। घर डायरिजमा स्वागत छ तपाईँहरूलाई। आज चाहिँ हामी यो एन्जेक डे आज पब्लिक होलिडे अनि हाम्रो डे अफ पनि भएको भएर हामी चाहिँ आज मेफिल गार्डन जाँदैछौँ। पुष्पा दाजु, भाउजू, म र हाम्रो कालु मेफिल गार्डन जाँदैछौँ। तिमीलाई कस्तो फिलिङ्स आइरहेको छ? रमाइलो लागिरहेको छ? एक्साइटेसन। फर्स्ट टाइम जानु लाग्यो होइन? हामी फर्स्ट टाइम जानु लाग्यो। ल फेरि पनि नमस्कार छ यहाँहरूलाई होइन। हाम्रो दाजु र भाउजू हामीसँग भेट भइसक्नु भएको अवस्था हो, भर्खर हातछिउँ गर्नुभयो। अब हामी मेफिल गार्डन जाँदैछौँ। एकदम रमाइलो हुनेवाला छ जस्तो लागिरहेको छ नि दाजु? एकदमै। भित्र कस्तो गर्ने पहिला चाहिँ गार्डन कम्ती, गाडी धेरै लाग्छ। एडलेटमा चेरी टिप्नु गयो जस्तो फिल आयो। ल यति बेला चाहिँ हामी मेफिल गार्डन आइपुगेको अवस्था हो। मान्छेहरूको भिडभाड चाहिँ एकदमै धेरै भिडभाड हुँदो रहेछ। गाडी पार्किङ ओभरफ्लो पार्किङमा पार्क गर्नुपर्ने रहेछ। मेफिल गार्डन आइसकेको अवस्था हो अहिले यति बेला। र अहिले अब हामी चाहिँ टिकटिङको कुरो बुझ्नको लागि अगाडि बढ्दैछौँ। हाम्रो टोली चाहिँ यही हो, हाम्रो टोली अगाडि बढिरहेको छ। अहिले ओभरफ्लो पार्किङ, उताको पार्क फुल भएर त होला नि यता ल्याएको होइन। मेफिल गार्डन भित्र गइसकेपछि कस्तो रमाइलो छ। टिकट काट्ने ठाउँ भयो नि त्यो भिड। ओ माई गड, भिड हेर न। यो टिकटिङको ठाउँमा चाहिँ दुईवटा सिस्टम रहेछ होइन। एउटा लेफ्ट ह्यान्ड साइडमा चाहिँ अलरेडी अनलाइनबाट टिकट बाई गरेर क्युआर कोड स्क्यान गराउनु रहेछ। त्यही भएर अनलाइनबाट गरेको छ भने लेफ्टमा बस्ने, अनि यहीँ आएर वक इन टिकट काउन्टरको लागि चाहिँ राइट ह्यान्ड साइडमा बसेर टिकट लिनु पर्दो रहेछ साथीहरू। हामी चाहिँ मेफिल गार्डनको इन्ट्री पार्टमा आइपुगेका छौँ। गार्डनको इन्ट्री पार्ट यो रहेछ। त्यसपछि हामी जाने चाहिँ यता रहेछ, यसरी जाने रहेछ।
है सेयर गार्डन आएको त राम्रै भयो पुरै फुल फुलेर Good morning. Good morning. Thank you. If I could just see all your bands. Thank you. Great. Let's follow the pathway. ल गाइस यो ब्यान्ड चाहिँ चटो लाएर चेक गर्दो रहेछ नि यिनीहरूले है ओहो फुल फुले गार्डनले के भन्दैछ हामीलाई गार्डनले यहाँ चाहिँ ठुलो ताल रहेको है प्र्याक्टिस देख्थ्यो हामीले हेरेको छैन ताल यहाँ यस्तो ताल छ नि तर त्यो तालमा पानी छैन होला क्या अहिले यहाँहरू चाहिँ के हो ठिकै ठिकै होइन अलिक भाइब्स आउनु थाल्यो बल्ल हल्का भाइब्स आउनु थाले घुम्न आएकै ठाउँ हो कि भन्ने खालको के भयो अरे दाजु यहाँबाट चाहिँ बल्ल अलिकति गार्डन हो कि जस्तो लाग्न थाल्यो भाइब्स आउनु थाल्यो भाइब्स होइन आउनु थाल्यो अब पैसा तिरेको चाहिँ ए खेर गएन छ भन्ने टाइपको अब हेर्नु भित्र के कस्तो छ यो चाहिँ बडो दुःख हुन्छ मैले नि गरेँ गार्डनिङ गार्डनिङ लगभग 3.5 वर्ष यो खालको यो फ्रेम गर्न चाहिँ अगाडि त्यो? जस्तो चाहिँ साह्रै गाह्रो हुन्छ अलिकति बिग्रियो भने क्याम्पिङ एरिया देखिन्छ अब हामीले के देख्छौँ हाम्रो ल यो चाहिँ ठिक छ है यस्तो चाहिँ ठिक छ सेटिङबाट कसरी देख्नु यो चाहिँ ड्रोन सो मात्रै राम्रो रहेछ दाजु यहाँ ड्रोन चाहिँ बबालै हुन्छ होला ड्रोनको चाहिँ No, we're going that way. There's no passage. There.
कस्तो भइरहेछ त नि मेफिल गार्डन अब अझै एक्साइटेसन बढ्दैछ हेरौँ कस्तो हुन्छ अझै हो अझै भर्खर त इन्ट्री हुँदैछौँ होइन त इन्ट्री भयो तपाईँलाई चाहिँ कस्तो लागिरहेको मलाई पनि रमाइलो लागिरहेछ अब हुँदैछ रमाइलो हुँदैछ जाँदैछौँ हिँड्दैछौँ अब ठाउँ चाहिँ ठुलो छ होइन अरू पनि अब ठाउँहरू हेर्ने घुम्ने ठाउँहरू अरू पनि छ होला भन्ने लागिरहेको छ हामीसँग एउटा क्याटालग पनि छ गाइड पनि छ एउटा पेपर त्यो हेर्दै हेर्दै अनि कहाँ जाने एरिया कहिले घुमेर भयो छ यो एरिया यो हेरेर अनि जाने हो होइन ठिकै छ रमाइलो भइरहेछ भनौँ न अहिलेसम्म कस्तो हुँदैछ मेफिल गार्डन यो घुमाइ घुमाइ चाहिँ घुमाइ हेर्न बुढीले घुमाइ काउला समातेर अलिअलि त दुखे हो क्या देखाएर फोटोको पोज नमिलेर गाह्रो छ के एउटा फोटो हानिदिउँ न त यहाँ यहीँबाट शीतलबाट यसबाटै हानिदिने क्या यसबाट सबैजना Pick it from the actual tree.那你去，拿几个这儿，你再上这个。यता जाँदो रहेछन् मान्छे ओ दामी ठिकठाक बनाउनु सक्छ भइरहेको बुढालाई चाहिँ झ्याउ लाग्यो बुढीलाई फोटोग्राफर पनि आफू नै के अरे ए त्यो पर्सनल त्यहाँ हो नट एक्सेस हो क्या त्यो चाहिँ है यही ठाउँमा बनाएर यो ठुलो धेरै बुद्धि पुऱ्याउने यस्तो हुँदैन है Kau nyebrang ya? Penuh.
यता जाम यता जाम यो फुल कस्तो मिठो बस्छ नि बस्दा कुन चाहिँ हो होइन मकैको घोङ्गा जस्तो गाना मकै बिहाको मकै भला नि मकैको त्यो जुङ्गा हुन्छ नि तिम्रो त्यो तिमीले भनेको जान भएन यतापट्टि जानु Tú me quieres ganar todo. बस्ने अरे हामी Abi, koti, namanya? कति हुने र यति हुने र यत्रो एरियामा यहाँ त हामी कहाँ आयौँ त यहाँसम्म आयौँ त्यही नै हो के त हुने अनि फर्किनु त्यहाँबाट अगाडि त्यो चाहिँ हो कि प्राइभेट हो प्राइभेट प्रपर्टी ओ त्यो रातो पुलमा जाम न चढ्नु पर्यो त्यो मान्छे हो कि मूर्ति हो कि मूर्ति कस्तो मान्छे यो डर लाग्छ यो मान्छे कत्रो आफ्नो जग्गा है प्राइभेट जग्गा हो त नि मान्छे अरूले काम गर्थे के अरे यसले यस्तो गर्नु पर्यो बुद्धि पुरा यहाँ त यस्तो त रुखी ल्याएर रोप्दो रहेछ कि नि बिरुवाबाट जान्न पर्यो रुखै किनेर रुखै किनेर बिहान त्यस्तो शानदार हुन्छ नि बन्द गरेको नि त ए क्लोज हो ए त नि क्लोज गरेर रहेछ माछा पनि राख्दै हुन्छ नि यो पोन्डमा है यो डुङ्गा चढ्यो भने नि यति एरिया मात्रै रहेछ कस्तै मजा छ हुन्न जस्तो यहाँबाट त्यही भएर जुत्ता एसिक्सको किन्नुपर्छ
let's just do the left thing. Yeah. Itu pian badan mah round di round. You have to go over this side to come out. Yeah. You basically go back the way we just came. Mama. Now, please.
त्यो झर्ना त कट्यो ए ग्ल्याम्पिङ यहाँ आइज क्या ल आजको मेफिल गार्डनको यो यात्रा टुङ्गिएको छ। करिब 3 घन्टा जस्तो हामीले मेफिल गार्डनमा बितायौँ, हिँड्यौँ वरिपरि 3 घन्टा जस्तै हिँड्यौँ। अनि अहिले चाहिँ अब हामी फर्किँदैछौँ, भर्खरै निस्केको हामी मेफिल गार्डनबाट। अब हामी 3.5 घन्टामा घर पुग्छौँ, गस्फोट पुग्छौँ। तर बिचमा हामी बरुड छिर्ने एउटा प्लानिङ छ। बरुड छिरेर अब घर पुग्दा त 8, 9, 9:30 त्यस्तै हुन्छ होला, हाम्रो त्यस्तै लागिरहेछ।